जय मसी। आज हामी चङ्गाइको बारेमा यसो केही कुराहरू हेर्नेछौँ परमेश्वरको वचनबाट। यो संसारमा धेरै मानिसहरू आज चङ्गाइ भइराखेका छन्, धेरै मानिसहरूले चङ्गाइ पाइराखेका छन् प्रभु येशूको नाउँमा। अनि प्रार्थना गर्दाखेरि धेरै मान्छेहरू निको भइराखेको हामी देख्छौँ र कतिचोटि चाहिँ निको नभएको पनि हामी देख्छौँ। किन चाहिँ परमेश्वरले निको पार्नु भएन भन्ने कुरा, किनभने हामी आफैले निको पार्ने नभएको कारणले गर्दा, हामीले प्रार्थना गर्ने मात्रै भएको कारणले गर्दा। हाम्रो काम चाहिँ प्रार्थना गर्ने हो, परमेश्वरको काम चाहिँ निको पार्ने हो। त्यसैले गर्दाखेरि कतिचोटि चाहिँ हामीले उत्तर नपाएको हामी देख्छौँ। तर केही कुराहरू छन्, निको नहुने कारणहरू पनि छन्। ती निको नहुने कारणहरू चाहिँ हामीले बुझ्नुपर्छ। अब प्रभु येशूको सेवकाई हामीले बाइबलमा हेऱ्यौँ भने यति धेरै निको भएको देख्छौँ। मत्ती, मर्कुस, लुका, यौना सबै सुसमाचारमा प्रभु येशूले चङ्गाइको सेवकाई गरेको हामी देख्छौँ। 12 वर्षदेखि रगत बग्ने स्त्रीलाई हामीले हेऱ्यौँ भने उसले येशूको कपडा मात्रै छोयो भने म निको हुन्छु भन्ने उसको विश्वास छ, अनि त्यो विश्वासले निको भएको कुरा हामी यहाँनिर मत्ती 9:20देखि 20 र 22मा यो घटनाहरू देख्छौँ। त्यस्तै अनि अर्को मत्ती 9:35मा यसरी हामी देख्छौँ, हरेक किसिमका रोगहरू र दुर्बलताहरू प्रभु येशूले निको पार्नुभयो भनेर हामी देख्छौँ। अनि लङ्गडो मान्छे हिँडेको घटना हामी मर्कुस 2 अध्यायमा यो घटनाहरू देख्छौँ। अनि कुष्ठरोग लागेकाहरू निको भएको यहाँनिर लुका 17 अध्यायमा हामी त्यो कुरा हेरिराखेका छौँ। अनि अन्धाले पनि दृष्टि पाएको कुराखेरि यहाँनिर हामी युहन्नाको पुस्तकमा सुसमाचारमा यो देख्छौँ। मतलब धेरैभन्दा धेरै निको भएको चाहिँ छ हामीसँग ती कुराहरू। परमेश्वरको वचनमा यी कुराहरू रेकर्ड गरिएको छ। तर कति कुरो निको नहुनु पछाडि चाहिँ हाम्रो आफ्नो पनि कारणहरू हुन्छ। जस्तै हाम्रो शरीरलाई हामीले राम्रोसँग टेक केयर नगर्दाखेरि हामी निको हुँदैनौँ। जस्तै एकदमै रुगा लागिराखेको छ, बाहिर एकदम चिसो छ। अब रुगा लागेको मान्छे घरिघरि बाहिर गयो, कोही पानी आएको बेला, हिउँ परेको बेला अथवा चिसोमा गयो, राम्रो लुगा नलगायो अनि चिसो खानेकुरा खायो भने ऊ तुरुन्तै निको नहुन सक्छ। मतलब चिसो गर्दैमा निको हुँदैन भन्ने पनि होइन, तर यता प्रार्थना चाहिँ कन्टिन्यू गरिराख्ने अनि उता चिसोमा पनि हिँडिराख्ने रुगा लागेको मान्छे हुन्छ, त्यो निको हुँदैन। अनि यसमा प्रार्थनाको केही दोष, प्रभुको केही दोष छैन। चङ्गाइ गर्ने नगर्ने भन्नेसँग सम्बन्ध हुँदैन यसको। त्यसैले हाम्रो शरीरलाई राम्रोसँग हामीले टेक केयर नगरेको कारणले पनि हामी निको हुँदैन। अनि यहाँ अर्को के छ भनेदेखि लगातार प्रार्थनामा रहिरहन नसक्दाखेरि, कन्टिन्यू हामी प्रार्थना गर्दैनौँ। यहाँनिर लुका 11 अध्यायमा यो कुरो देख्छौँ, 5देखि 8 पदमा हामी यस्तो देख्छौँ। मतलब लगातार हामी प्रार्थनामा रहिरहन सक्दैनौँ। अलिकति प्रार्थना गर्छौँ अनि छोडिदिन्छौँ, अलिकति प्रार्थना गर्छौँ अनि खै भएन भने जस्तो गरेर शङ्खालाई हालिहाल्छौँ। त्यस्तो होइन। अनि अर्को चाहिँ गलत प्रकारले प्रार्थना गर्दा पनि निको हुँदैन। जजमेन्टल एटिट्युडले हामीले प्रार्थना गऱ्यौँ भने निको हुँदैनौँ, किनभने हामी गलत विचारले, गलत प्रवृत्तिले हामी प्रार्थना गर्छौँ प्रभुसँग। हाम्रो विचार चाहिँ नराम्रो हुन्छ अनि प्रार्थना चाहिँ लगातार गरिराखेको हुन्छौँ। त्यस्तो भयो भने हामी निको हुँदैनौँ अनि घमण्डको कारणले पनि निको हुँदैनौँ। कतिचोटि हामी आफ्नै अड्डी कस्ने अथवा आफ्नो कुरो नछोड्ने प्रकारले हामीले प्रार्थना गरिराखेका हुन्छौँ। त्यस्तो गऱ्यो भने पनि निको हुँदैन। यो दोस्रो राजा 5 अध्यायमा एउटा यस्तो विषयमा राम्रो इक्जाम्पल छ, तपाईँहरूले बिचमा हेर्न सक्नुहुन्छ। अनि अर्को चाहिँ परमेश्वरको वचनलाई इन्कार गर्दाखेरि मानिस निको हुँदैन। धेरैचोटि हामी प्रार्थना गरिमाग्छौँ अथवा प्रार्थना गर्छौँ अनि परमेश्वरको वचनलाई चाहिँ हामी पढेर राख्छौँ, इन्कार गर्छौँ, मान्दैनौँ। परमेश्वरले के भन्नुहुँदैछ वचनबाट त्यो कुरा चाहिँ हामी मतलब गर्दैनौँ, तर हामी निको चाहिँ हुन चाहन्छौँ। अनि त्यस्तो गर्दाखेरि धेरैचोटि निको नभएको कुरा पनि हामी बाइबलमा देख्छौँ। किनभने विश्वास चाहिँ सुनाइबाट, सुनाइ परमेश्वरको वचनबाट आउँछ। अनि विश्वासले निको हुनुपर्ने, त्यो विश्वास चाहिँ परमेश्वरको वचनबाट आउँछ। अनि अर्को चाहिँ के भने कतिचोटि चाहिँ हामी परमेश्वरबाट आशा नै गर्दैनौँ। हामीले यसरी सुन्छौँ नि मण्डलीमा अथवा विश्वासीहरूको बिचमा गफ गर्दाखेरि के भनेको सुन्छौँ भने खोइ प्रार्थना चाहिँ गरिराखेको छौँ, हेरौँ भनेर हामी सुन्छौँ। जस्तै कसैलाई तपाईँ कस्तो हुनुहुन्छ त, फलानु कस्तो छ त, तपाईँको के भयो यो कुरा, तपाईँको यस्तो विषय थियो, के भयो भन्दाखेरि खोइ प्रार्थना चाहिँ गरिराखेका छौँ भनेको हुन्छ। मतलब एउटा परमेश्वरको वचनमा भरोसा, आशा, परमेश्वरप्रति, परमेश्वरको निको पार्ने सामर्थ्यप्रति एउटा ट्रस्ट नै नगरेको, भरोसै नगरेको हामी देख्छौँ। खै गरिराखेको छौँ भनेर हामी चाहिँ एउटा अनिश्चित तवरको कुराहरू गर्छौँ। त्यसले गर्दा पनि हामी निको हुँदैनौँ। अनि कति किसिमका रोग बिरामहरू अथवा दुष्ट आत्माहरू चाहिँ उपवास प्रार्थनाद्वारा जान्छ। उपवास प्रार्थनाद्वारा गर्नुपर्छ। उपवास बसिकन उपवास बस्दैनौँ, दुष्ट आत्मा भूतहरू लागेको छ
त्यो निस्कियोस् भन्ने चाहन्छौँ, तर उपवास बसेको हुँदैन। त्यसो हुँदाखेरि पनि निको हुँदैन। यहाँनिर प्रभुको वचनमा यहाँनिर लेखिएको छ यस किसिमका कुराहरू चाहिँ उपवास प्रार्थनाद्वारा मात्र हुन्छ भनेर लेखिएको छ। अनि त्यही चाहिँ हामी गर्दैन। कतिचोटि चाहिँ उपवास प्रार्थनाद्वारा मात्रै निको भएको घटनाहरू पनि छ। जस्तै भूतहरू लागेको अथवा दुष्ट आत्माले पक्रेको कुराहरूलाई चाहिँ प्रभु यीशुले के भन्नुभयो भने यस किसिमका दुष्ट आत्माहरू चाहिँ उपवास प्रार्थनाद्वारा मात्र जान्छ भन्नुभएको छ। किनभने हामीले उपवास प्रार्थनाद्वारा त्यस्ता कुराहरूलाई निकाल्नु पर्दछ र उपवास प्रार्थना पनि धेरै इम्पोर्टेन्ट छ। अनि अर्को चाहिँ कुरा के छ भने क्षमा नदिएको हुन्छ। मानिसले क्षमा दिँदैन। मानिसले क्षमा लिने र दिने नगरेपछि उनीको हुँदैन। चङ्गाई नहुनु महत्त्वपूर्ण कारणमध्ये एउटा चाहिँ के छ भने क्षमा नदिएको हुन्छ र अनि आफ्नो पापलाई मानिलिएको हुँदैन। आफ्नो पापलाई स्वीकार गर्नुपर्छ हामीले र प्रभुसँग क्षमा माग्नुपर्छ र अरूलाई पनि क्षमा दिनुपर्छ। कतिचोटि अरूलाई क्षमा दिएको हुँदैन। उसले आफ्नो हृदयलाई कठोर बनाएर राखेको हुन्छ अनि ऊ चङ्गाई भएको हुँदैन। त्यसैले यो कुराहरू हामीले राम्रोसँग बुझ्नुपर्छ। हुन्छ, धन्यवाद।